भिडियो बनाउनु छैन आज चाहिँ मेमोरी किन चाहियो यसै बुढासँग केटीले त मेरो मासु खाइदियो आन्टी के गो भएन र शीतल भट्टराई मेरो पैसा मेरो मात्र हो। हामी चाहिँ जाँदैछौँ कहाँ जाँदैछौँ सानी हामी फ्रेडरिक्सबर्ग के गर्न जाला भन्नु न ओइ तिमीलाई के चाहिने के चाहियो हर मलाई खाली मेरै न्यू पार्नुपर्छ होइन यसो बनाऊँ न यसो मेमोरीको लागि भनेर भिडियो बनाउनु छैन आज चाहिँ मेमोरी किन चाहियो यसै बुढासँग हिँडेको नयाँ टी सर्ट लाबर हो तपाईँ त्यस्तै गर्ने क्या जहिले पनि अब अहिले पनि कपडै किन जान लिएर भन्दैन मलाई लिएर जानु ला भर्खर नयाँ टी सर्ट लाएर अझै मात्र घरमा आएको कपडा अनि कति लाउनु पर्छ लाउनु परेन त अनि पनि नयाँ हो केटीले त मेरो मासु खाइदियो हो र सानी त्यही भएर तपाईँ बिरामी हुनुभएको पुरो बिरामी छ खाल गर्नु छैन फेरि लिएर हिँडाइछु राम के सुन्न पर्यो हरे कृष्ण ल अब यो बस चढेर कहाँ पुग्छ सानी अनि बिरामी बिदा लिँदा कसरी लिँदा बिरामी अनुहार चेक गर कार्टून चाहिँ नदेखियोस् मलाई चाहिँ मन पर्यो यता नि छैन राम्रै देख्छ जस्तो लाग्यो त्यही भएर म चाहिँ लेख्छु प्राइस चाहिँ छ 999 टिके गो भएन र दामी देखियो उडी उडी वही हो क्या तरम वही जुनकिरी हो र मेरो सानै ऊ ओ जुत्ता पो हेर्दै हुनुहुन्छ त
के भयो भोक लाग्यो भने ल खाऊ पिज्जा पिज्जा थाल जस्तो बाहिर निस्किनु के खाउँ भइहाल्छ है खालि खाइहाल्नु बाहिर खानु नभन्दा टपरी जस्तै छ टपरी पिज्जा चिकन भनेर तपाईँ We are on the Kongens Nytorv and this is Nyhavn. Hello, mister. Hello, sir. How are you feeling? Oh. अनि बोल्न त पर्छ त कहाँको राजाको दरबार डेनमार्कको राजाको दरबार ल आऊ आऊ कहाँ भिडियो खिचेर बसेर पत्रकार जस्तो भएर कसरी बोल्छु रे मैले कसरी बोल्छु रे मैले के भन्नु मैले कसरी बोल्छु रे नमस्कार स्वागत छ हाम्रो भ्लगमा हजुरहरू सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ हामी चाहिँ आज जाँदैछौँ नर्वे नचाहिने कुरा यस्ता अब भने म हजुरहरूलाई मनमोहक दृश्यहरू देखाउने छु रमाइलो गर्नु होला है त अनि फेरि हामी भेट्नेछौँ छिटै भनेर बोल्नुहुन्छ समाचार पढे जस्तो भ्लग पो बनाउने हो त Hi guys, this is me and my husband visiting Kongens Nytorv, Nyhavn. We are going for the summer. भनेर बनाउने हो त अनि तिमी सिकाउनु पर्छ त तिमीलाई आउँदो रहेछ तिमी आउने मान्छे मलाई किन आज भोलिको मान्छेहरूलाई पनि भ्लग बनाउन आएन भने त त्यो मान्छेले केही जान्दैन त्यस्तो हो नि त्यस्तो त होइन होला हो के हो यो ठाउँको भन्नु यो ठाउँको विशेषता यो ठाउँको विशेषता भनेको चाहिँ डेनमार्कमा सबैभन्दा बिजी हुने ठाउँ हो यो बिकज यहाँनिर रेस्टुरेन्टहरू धेरै छ अनि त्यसपछि कलरफुल घरहरू पनि छ यहाँ बिकज डेनमार्कमा नर्मल्ली घरहरू हामी बस्ने घरहरू चाहिँ त्यस्तो कलरफुल हुँदैन सो यहाँ चाहिँ कलर कम्बिनेसनहरू छ अनि यहाँ बोटिङ गर्न पनि आउन सकिन्छ त्यसपछि समरमा घाम ताप्न पनि आउन सकिन्छ स्विमिङ गर्नको लागि पनि आउन सकिन्छ द्याट्स अल हामी कहाँ भन्नु त अनि हामी भने चाहिँ घुम्दा घुम्दै हिँड्दा हिँड्दै आइपुग्यौँ आफ्नै गाउँले दाइको होटल र उहाँ दाइको नाम रहेको छ शीतल भट्टराई अनि उहाँको होटलको नाम रहेको छ भट्टराई एन्ड सन्स होटल Nyhavn. यही हो
हो जस्तै लाउँछ खै अर्कैले किनिसक्यो कि बा के रे होटलको नाम भट्टराई एन्ड सन्स थियो अब ए यहाँ त न्यू हेभन होटल छ होइन अर्कैले किनेछ भाइ ला सरी दाइ के नाम थियो रे होटलको फेरि एकचोटि सुन्न मन लाग्यो ल भट्टराई एन्ड सन्स होटल हो र ए म त नेपालीमा अर्कै थियो जस्तो लाग्थ्यो स्क्याम भइहाल्यो नि गाइज यो त हो र यो त 71 न्यू हेभन होटल पो छ त हो र अहिले बेच्नु भएछ क्या धेरै भयो कुरा नभएको पनि म अलिक बिजी हुनुहुन्थ्यो उहाँहरूको कम्पनी धेरै थियो उहाँहरूको कम्पनी धेरै थियो व्यस्तता कारणले बेच्नु भएछ क्या होला अब एउटा भए पो एउटा डुब्यो भने सिट चिन्ता हुने 10वटा 8वटा भएपछि एउटा डुबेपछि केही चिन्ता हुन्न डुबेर होइन होला खै तिमीलाई थाहा छ यो पुल छ नि हजुर यो पुल तलबाट चाहिँ पानी जहाजहरू हुन्छ नि हजुर त्यो लामो टनेल भएको पानी जहाज आयो भने यो पुल भाँचिन्छ यो पुल पुल बिचमा चुडाएर अनि जस्तो कि यो पानी जहाज गइरहेको नि यो चाहिँ सानो भयो यो चाहिँ छिर्छ नै होइन सायद अहिले देखिन्छ होला ठुलो खाले त्यो माथिको जस्तो झन्डा बोकेको जस्तो छ नि झन्डा बोकेको जस्तो डुङ्गा आउनु पर्यो भने अनि ऊ त्यो 6 नम्बर लेखा जस्तो छ नि त्यो चाहिँ रुट भयो होइन अनि त्यहाँबाट अनि पुल भाँचिन्छ उनीहरूले बिचमा ट्याक्क लाएर भाँचेर अनि त्यो पुरै माथि उठ्छ कि सर्वस्त्री माथि उठ्छ उठेपछि अनि डुङ्गा जान्छ अनि फेरि अनि ऊ हुन्छ हुन्छ दिस इज कल्ड टेक्नोलोजी गाइस टेक्नोलोजीले जे पनि पोसिबल हुन्छ हुँदो रहेछ मैले नि देखेँ होइन अब उहाँले भन्नुभयो मैले पत्याएँ हो मसँग भिडियो पनि छ अर्को मोबाइलमा यो बोट चढ्न मिल्छ होला नि तिम्रो राइजे कारले मिल्छ डिएसपी कारले चढ्ने त के आम चढ्नु त्यो रहर भएको चढ्नु भट्टराई होटल बन्द भएछ क्यारे गएर यसो मिठो मिठो नेपाली खाना खाऊँ भनेको गोर्खातिरको स्वाद लिगौँ भनेको त पाइएन दाईको नाम बेचेर खायो भयो नि त म दाईको बहिनी हो भनेर चाहिँ खायो भयो त नि खै नदेला दाई हुँदा त के दाई हुँदा दिन्थ्यो र दाई हुँदा त बस मेरो सिजु बस बहिनी खाऊ जति खानु छ तिमी खानै डेनमार्क आकी हौ खाना जन्मेकाहरू खाऊ त भन्नुहुन्न त्यस माया गरेर खाऊ भन्नुहुन्छ नि त ल आऊ घुमौँ बाहिर अब यता जानुपर्छ टक्क लाएर यो घरको नाम के हो थाहा ओपेरा हाउस के हो ओपेरा हाउस अस्ट्रेलियाको यस्तै छ हो नै छैन अलि अर्कै कर्ड टाइपको छ तर यहाँको किन यस्तो नि डेनमार्कका मान्छेहरू सिधा सादा हुन्छन् होला त्यही भएर घर पनि सिधै ओपेरा हाउस यो होइन यो ऊ त्यो ओ हेरी हो यत्रो बेलासम्म हेरी हो नै बाँचिरहेको रहेछ यो होइन नि फेरि यो उतापट्टिको अनि उता धुवा निस्केको त्यो चाहिँ के हो त्यो त तिमी अस्ति नि काम गरेको थियौ नि रेफेनमा ए हजुर त्यो काम गर्ने रेफेन साइडको हो त्यो उतापट्टिको हो त्यो चाहिँ ठुलो कल कारखाना हो उद्योग हो कि त कपडा पनि चेन्ज भयो त्यस्तो पनि गीत हुन्छ त छ त शिबु पाण्डेको शिलु पाण्डेको शिबु पाण्डेको ए आमा सानी ए साइली भने त भयो त त्यो सुर त ठुल्ठुलै रहेछन् माछा सानो भनेको त ठुलै ठुलो रहेछ क्या माछाहरू यहाँ न कत्रो खै ठुलै रहेछ मोबाइल खस परेर क्या
तपाईँ पर्यो बरु केही हुन्न मोबाइल पर्नु भएन के हो यो लोन त पनि तिर्भ्याएन मैले बेइज्जत नगर न हौ गरिब छु यार के यस्तो बेइज्जत नगर न हौ यार साथी यार क्या साला त्यत्रो फोन किनिदियो लोन पनि तिर्भ्याएन कति न उसैले किने जाइ गरेर के फेरि कसले किने हो त मैले किने होइन तपाईँको भन्नु मेरो होइन ए त्यो हो त अर्कै तरिका हो त अनि के लोन भनेर त क्या साला किने होइन मेरो पैसा मेरो मात्रै हो साला किने होइन मेरो पैसा मेरो मात्रै हो आलु पिरालु ओपेरा यही अहिले देखाएको मैले ओपेरा यही हो बुझ्नुभयो हेर यी नानीहरूको पारा टिकटक बनाउनु त सही तरिका रहेछ त मोबाइल अडिँदो रहेछ त कस्तो खालि रिसा रिसै गर्ने थियो अहिले हेर्नु घर फर्किने बेलामा रिसा तपाईँ त्यसै हेर्दा हेर्दै आइफोन चलाउनु मेरो यहाँ इन्टरनेसनल पब्लिक बेजतमा हान्नु न यार होइन कहाँ चलाएको त मैले आइफोनमा त चलायो ल्याएर अल्छी कुप्पोको अब कहाँ मेट्रोमा पनि अब कस्तो यत्रो दिन घर बसेर पनि अझै आइरह अरे बुढी यार बिरामीहरू मर्न लाग्छ यार आज सुधा निस्किनु भनेर चाहिँ आएको घरा त कराउँछ यार बाहिर पनि छोडिदिनु हो कहिले मैले घरमा कहिले कराएँ होला तपाईँलाई कस्तो दिनमा बिहे गरेको मङ्सिरको कस्तो दिन कस्तो बुढी भाया परेछ भगवान् मेरो 2078 साल एकछिन मेट्रोमा यसो पल्टिन्छु भन्दा पनि यहाँ किचकिच मङ्सिर 25 गते किन बिहा गरे त मण्डपै छोडेर भाग्नु पर्छ नि त ल्याएर अनि हामी चाहिँ हेर यस्तो भूत जस्तो भएर घर आइपुग्न आँट्यौँ साथी घर के गर्नु भने स्टपै हुँदैन त ए त बस ड्राइभरलाई मेरो हजुरबा भन्नु न त्योसँग मेरो थर मिल्छ न त्यो नेपालको कहाँ मेरो हजुरबा यहाँ डेनमार्कको बस ड्राइभर हुनुहोस् ल बाई बाई यो गाइड